नमस्कार साथीहरु, बनताज गार्डनमा आज फेरि धेरै लामो समयपछि भिडियो लिएर आइरहेको छु तपाईहरु समक्ष। एकदमै छोटो भिडियो र विशेष गरी के हो भनेदेखि धेरै पहिला मैले लगभग महिना 2 महिना अगाडि तपाईहरुसँग सानो एउटा मेरो हट हाउस बनाएको भिडियो पोस्ट गरेको थिएँ हैन, युट्युबमा हालेको थिएँ र आज धेरै दिन बाद त्यो हट हाउस तयार भइसकेर पनि मैले एक दुईवटा फुलहरु चाहिँ राखिरहेको छु। त्यहाँनिर विशेष गरी मैले चाहिँ पोइन्टसिटा गर्नु पर्यो भनेर चाहिँ एउटा सोच बनाएर त्यो हट हाउस रेडी गरिरहेको छु। तर दुःखको कुरो के हो भनेदेखि नयाँ भेराइटीको 5-6वटा पोइन्टसिटाहरु ल्याएको थिएँ, तर अभाग्यवश कतिवटा सक्सेस हुन सकेन, रिपोर्टिङ गर्दा फेरि मर्यो। र पुरानै भेराइटीहरु भए पनि त्यो एक हट हाउस चाहिँ योपालि कोसिस गर्नु पर्यो भनेर चाहिँ एउटा सोच बनाएको थिएँ। र साथसाथै अब जग्गाको पनि धेरै कमी छ, तपाईले देखिरहनु भएको छ हैन। तपाईको मेरो पहिलाको हट हाउस जहाँ चाहिँ मैले पोइन्टसिटा गर्ने सोच बनाएको छु है। र यहाँ चाहिँ अहिले मैले यहाँ अगाडि देख्दै गरेको चाहिँ तपाईको मेरो सानो हट हाउस बनाएको छु प्लान्टहरु राख्ने। तर प्लान्टहरु त्यति राम्रो नभएको मलाई अनुभव भएर चाहिँ फेरि यहाँनिर चाहिँ मेरो सानो एउटा जग्गा रहेको थियो। यो जग्गा चाहिँ अलिकति मेरो अर्कै प्लान चाहिँ यो अगाडि देख्दै गरेको तपाईको यो सिन्टेक्सहरु भएको जग्गाहरु चाहिँ यसमा चाहिँ मेरो अलिकति अर्कै योजना रहेकोले गर्दा फेरि यसलाई चाहिँ हट हाउस बनाउनु एकदमै राम्रो जग्गा भए पनि मैले बनाएको छुइनँ। र यहाँनिर चाहिँ तपाईको यो जग्गा चाहिँ फेरि तपाईको मेरो स्वर्गीय पापाको चाहिँ यहाँनिर चाहिँ दफनाएको थिए, त्यसैले गर्दा फेरि यसलाई पनि अलिकति मिलाउनु पर्नेछ। र यो चाहिँ मेरो पहिलाको सुँगुरको खोर, सुँगुर पनि पाल्ने कोसिस गरिहेरेको थिएँ, तर साह्रै राम्रो भएन। त्यसैले गर्दा अब सुँगुर पनि नपाल्ने भन्ने सोच बनाएर अब यहाँनिर चाहिँ हट हाउस बनाउने तर्फमा लागेको छु। चाँडोभन्दा चाँडो गर्नुपर्नेछ, बर्खा लाग्न आँटिसक्यो र पानी पनि सुरु भइसकेको छ। र मेरो चाहिँ यति मात्रै यो भित्ताहरु देख्दै गरेको यो भित्ताहरु मात्रै हो जग्गा चाहिँ। र यहाँनिर चाहिँ एकदमै यो बनकेरा थियो र अहिले घरि यो बनकेरा काट्दैछु र यसरी नै दिनहरु बितिरहेको छ। र एउटा तपाईहरुलाई फेरि के देखाउन चाहन्छु भनेदेखि यहाँ माथि मेरो हट हाउस जाने जग्गा चाहिँ अलिकति यो चाहिँ मेरो कम्पोस्ट मल बनाउने जग्गा हैन, बनाएको साह्रै राम्रो भएन र पनि बनाइरहेको छु। बाटो सानो छ र सुँगुरलाई चारो दिने टायरको डुँड बनाएको थिएँ र त्यसलाई चाहिँ अब यसरी यस्तो प्रकारले चाहिँ तपाईको सिँढीमा परिणत गरे, सिँढी बनाउनुमा प्रयोग गरे है। धेरै ठुलो जग्गा नभएकोले गर्दा फेरि दुईटा टायरलाई चाहिँ अझै पनि मसँग टायर उपलब्ध थियो, तर पनि यहाँ यहाँनिर चाहिँ अलिक जग्गा कम्ती भएकोले गर्दा योमा चाहिँ जग्गा कम्ती भएकोले गर्दा यहाँ टायर लगाइनँ। यहाँनिर चाहिँ मैले टायर लगाएँ। यो खास चाहिँ सुँगुरको चारो दिने हो हालेर त्यसमा पुरै मैले माटो भरेको छु। बिस्तारै पानी पर्दै जान्छ, यसमा माटोहरू भर्दै जानुपर्नेछ। र त्यसरी नै मेरो दिनचर्याहरू बितिरहेको तपाईहरुलाई साझा गरेँ। छोटो वरिपरि मेरो गाउँको दृश्यहरू पनि तपाईहरुलाई अवलोकन गराउँदैछु। यहाँ तल मेन रोड छ हैन, यसरी नै यहाँदेखि चाहिँ तपाईको यो परको चाहिँ तपाईको यहाँनिर चाहिँ यो जग्गामा चाहिँ म्यानेजर्स बङ्गलो छ। यसरी चाहिँ टो उकालो भएर यहाँ मेरो घर छ र उकालोको मेन रोडै छ। र फेरि यहाँ चाहिँ मेरो हट हाउस कम्प्लिट भइसकेपछि तपाईहरुलाई फेरि अपडेट दिनेछु। दुःखको कुरो के छ भनेदेखि यहाँ चाहिँ पोहोरको साल बर्खा झरीमा पहिरो गयो, यो भित्ता पहिरो गएको थियो र अब त आफै गर्नुपर्ने स्थिति जस्तो छ। पहिला त सम्बन्धित निकायहरुमा
यसो उजुरी यसरी एप्लिकेसनहरू दिँदा 100 दिने रोजगारबाट पनि वलको प्रबन्धहरू थियो, तर आफ्नोमा परिसकेपछि त्यो सुविधाहरू सहुलियतहरू सबै नपाउने अथवा 100 दिने रोजगार अन्तर्गत वलको प्रबन्ध नै हटाएको जानकारी प्राप्त भयो। त्यसैले वल नै लगाइहाल्नुपर्ने स्थिति छ, तर पनि खर्च धेरै आउने भएकोले गर्दाखेरि अहिलेलाई चाहिँ भने जे जसो चल्छ जे जस्तो हुन्छ भन्दै गर्नु पऱ्यो। बिस्तारै यहाँ चाहिँ तपाईँको वल लगाउने कोसिस गर्नु पऱ्यो भन्दैछु। र यस्तै छ, हेरौँ बनिसकेपछि हजुरहरूलाई फेरि अपडेट गराउने नै छु। हस्त धन्यवाद। र मेरो भिडियो युट्युब च्यानल बन्टवास गार्डनको नाममा छ, र तपाईँहरूलाई मेरो भिडियोहरू मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दै आजको भिडियो यही समाप्त गर्दछु।